नेपालमा रेलवे सञ्जालको विकासको लागि हामी व्यवस्थित ढङ्गले अगाडि बढ्न सोचेका छौँ। त्यस सन्दर्भमा हामी विभिन्न सडकहरूको आयोजनाहरूको स्थलगत निरीक्षण गर्नुको साथसाथै रेलवे स्टेसनहरूको रेलवेको अवस्थाको बारेमा जानकारी लिनका लागि र रेल चढेर नै इन्जोय पनि गर्ने हामी जनकपुरबाट जयनगरसम्म जाने भनेर यहाँ रेल पनि चढ्ने भनेर आएका छौँ र हामीले आज चाहिँ सुरुमा यो बिजलपुरा स्टेसन हेऱ्यौँ, त्यसको अवस्थाको बारेमा अध्ययन गऱ्यौँ। त्यस पछाडि हामी कुर्था रेलवे स्टेसनमा पनि पुग्यौँ र त्यस पछाडि अब हामी चाहिँ यो जनकपुरबाट जयनगरसम्मको रेल यात्रा गर्ने तयारीमा लागेका छौँ र यसको विकास पनि अब भइरहेको, काम पनि भइरहेको अवस्था छ र हामीले यो बिजलपुराबाट बर्दिवाससम्मको जुन खण्ड छ 18 किलोमिटर खण्ड छ, त्यो खण्ड चाहिँ अब भारतीय निर्माण कम्पनीले नै गरिरहेको र बिचमा केही मुआवजाको समस्या भएको हुँदाखेरि अहिले काम रोकिएको अवस्था भए पनि हामी त्यसलाई तुरुन्तै समाधान गरेर बर्दिवाससम्मको यो सञ्जाललाई चाहिँ तुरुन्तै निर्माण गर्ने अनि बर्दिवासबाट पनि त्यसलाई चाहिँ निजगढसम्मको रेलवे के अरे सञ्जाललाई विस्तार गर्ने र काठमाडौँसँग फास्ट ट्र्याकसँग काठमाडौँलाई जोड्ने गरी हामीले तयारी गरिरहेको अवस्था छ। त्यसले गर्दा अहिले आज हामीले चाहिँ यिनै कुराहरू चाहिँ अध्ययन गरेर अगाडि बढिरहेको अवस्था छ र अहिले हामी यहाँ आइपुगेका छौँ। यो रेलवे अहिले पनि तपाईँको घाटामा छ र हामीले भारतीय प्राविधिकलाई भित्राएर सञ्चालन गरिरहेछौँ। यो कहिलेसम्म यस्तै अवस्था रहन्छ? किनभने विगतमा के देख्यो भने धेरै घाटा भएपछि रेलवे बन्द हुने अवस्था आयो। त्यस्तो अवस्था फेरिरह्यो भने भोलि बन्द हुन्छ। यस्तो अवस्थालाई तपाईँहरूले मन्त्रालयले कसरी समायोजन या कसरी व्यवस्थापन? त्यसमै कार्गो ट्रेन चल्ने कुरा थियो, कहिलेदेखि चल्छ र जनकपुर योद्धा अनि यो दिल्लीसम्म ट्रेन चल्नेको त्यो प्रक्रिया कहाँसम्म पुग्यो त्यो पनि तपाईँहरूले दुईवटा प्रश्न एकैचोटि गर्नुभयो होइन। पहिलो कुरा चाहिँ यो जहाँसम्म घाटाको कुरा छ नि, अहिले हामी कसरी रेलवेलाई चाहिँ अब भित्र्याउने, नेपालमा कसरी रेलवे सञ्जाललाई विकास गर्ने भन्ने सन्दर्भमा अहिले अब यो जनकपुरदेखि जयनगरसम्मको जुन सञ्चालन भइरहेको छ यसलाई हामीले सुरुवात गरेका छौँ। अब त यसलाई बिस्तारै बिस्तारै हामीले त्यो के भन्छ त्यो बिचमा यो रेल सफा गर्नेलाई के भन्छ, वासिङ सेन्टर हो। त्यो वासिङ सेन्टरलाई चाहिँ बनाउँदैछौँ। त्यसलाई बनाइसकेपछि हाम्रो चाहिँ केही घाटा चाहिँ आधी जसो घाटा चाहिँ कम हुन्छ, किनभने त्यसको लागि ठुलो खर्च भइरहेको भनेर यहाँ साथीहरूले भन्नुभएको हुँदाखेरि अनि क्रमशः हामी बिस्तारै यसलाई चाहिँ अब घाटा कम गर्ने अब अरू पनि उपायहरू अपनाउने, आफ्नै प्राविधिक बनाउने। ट्रेन पनि छ मालबाग ट्रेनको पनि हाम्रो योजना रहेको छ। हाम्रो सचिवले भनिराख्नु भएको छ मालबाग ट्रेनहरू ल्याइसकेपछि अनि हामीले त्यो वासिङ सेन्टर पनि खोलिसकेपछि अनि हाम्रो घाटा कम हुँदै जान्छ र बिस्तारै बिस्तारै अब हामीले अरू ट्रेडका कामहरू पनि गर्छौँ अनि त्यो सञ्जाललाई अलिकति विस्तार पनि गर्छौँ। विस्तार गरिसकेपछि क्रमशः त्यो घाटा कम हुँदै जाला। अहिले चाहिँ अब तपाईँले ठिकै भन्नुभएको छ कि केही घाटामै गएको छ यो अहिलेको रेलवे सञ्चालनको कुरा। यसलाई चाहिँ हामी बिस्तारै बिस्तारै कम गर्दै जाने स्थितिमा छौँ। एउटा कुरा भयो। अर्को कुरो तपाईँहरूले भने जस्तो यो मालबाग साधन चाहिँ मालबाग अब ट्रेन चाहिँ कहिलेदेखि चल्ने भन्दाखेरि यसलाई पनि हामी अलि दोहोरो भारतसँग पनि हामीले केही सम्झौता गर्नुपर्ने छ। भारतसँग पनि हामीले सहयोग लिनुपर्ने भएको छ। त्यसो हुँदा यो भारत र नेपाल बिचको भनौँ सामानहरूको आदान प्रदानको कुरा भएको हुँदाखेरि भारतसँग पनि हामी केही विषयमा हामी छलफल गर्छौँ। त्यस पछाडि छिटै नै हामी यो मालबाग रेल सञ्चालनको पनि तयारीमा लागिरहेको अवस्था छ। यहाँको कुरा रेललाई भारतको अयोध्यासम्म जोडेर त्यहाँबाट टुरिस्टलाई ल्याउने यो योजना पनि थियो या छ सरकारको, त्यो कहाँसम्म पुगेको अवस्था छ? अब यसको बारेमा चाहिँ तपाईँहरूलाई भन्नुपर्दाखेरि यो खास हाम्रो चाहिँ योजना होइन, यो भारतकै योजना हो होइन। अब भारतसँग हामी कुरा गरिरहेका छौँ। यो चाहिँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अगाडि सारेको कार्यक्रम हो। हामीसँग प्रस्ताव राख्नु भएको छ।
र हाम्रो पनि अब किनभने भारतसँगको सम्बन्ध भारतसँगको रेलवे सञ्जाललाई जोड्ने कुराले चाहिँ हाम्रो व्यापारमा पनि त्यसले सहयोग गर्ने भएको हुँदाखेरि र अनि अर्को सांस्कृतिक सम्बन्ध पनि छ भारतसँगको सांस्कृतिक सम्बन्ध यहाँ जनकपुरदेखि अयोध्यासम्मको जुन यात्रा छ त्यो चाहिँ पहिलेदेखिकै परम्परागत सांस्कृतिक सम्बन्ध पनि स्थापित हुने हुँदाखेरि त्यसलाई हामीले पनि उहाँहरूको प्रस्तावमा हामीले सकारात्मक ढङ्गले लिएका छौँ र त्यसलाई हामी उहाँहरूसँग सायद मलाई लाग्छ यसपटकको न्युयोर्कको प्रधानमन्त्रीसँगको नेपालका सम्माननीय प्रधानमन्त्रीसँगको भारतीय प्रधानमन्त्रीसँग जुन भेटवार्ता भएको छ त्यो सन्दर्भमा पनि कुरा उठेको हुनुपर्छ र अरू विषयमा पनि कुरा उठेको होला। त्यसले गर्दा यो विषय चाहिँ अब उहाँहरूसँग सल्लाह गरेर उहाँहरूसँग पनि परामर्श गरेर उहाँहरूको सहयोगमा अथवा हामीले पनि हाम्रा कुराहरू राखेर हाम्रो कुरा के छ भने एकरो होइन नेपालको ट्रेन पनि अयोध्यासम्म जाने व्यवस्था गर्नुपर्छ भन्ने हाम्रो सोचाइ रहेको छ। उहाँहरूको ट्रेन पनि जनकपुरसम्म आउँछ र हाम्रो ट्रेन पनि अयोध्यासम्म जान्छ। त्यो ढङ्गले चाहिँ दोहोरो यो रेसिप्रोकल बेसिसमा चाहिँ यो ट्रेन सञ्चालन गर्ने गरी हाम्रो प्रस्ताव रहेको छ। सर एउटा कुरा यो